खाना चाखेर जुठो खुवाउने बुहारी। लु त्यहाँ आएर हेर, ए ए ए बुहारीको चर्ती काला खाना चाखेर पकाउँछे। त्यो मुखले खाना चाखेर पकाउँछेस्? अनि खाना मुखले नचाखेर के कानले चाख्नु त यसरी? त्यो खानामा सबै जुठो भयो, म खान्न। तैँले आज जति कर गरेर दिए पनि म खाना खान्न। आज त्यो जुठो खुवाउँछेस्? चाख्दै भात पकाएर। आफ्नो छोरीले चाखेर दिएको त खानुहुन्छ त? के मैले चाहिँ मुखै यहाँ डुबाएको छु र? चाखेको त हो नि। झन् मिठो खाना दिउँ भनेर नुन चाख्दैछु। कस्ता बाउआमाकी छोरी हो पनि। मेरो बुवा आमातिर कुरा नलानु। तपाईँका पनि त छोरीहरूले चाखेर दिएको मलाई कति थाहा छ। मैले मुखै डुबाएर सानो कुरालाई पनि ठुलो बनाउनु पर्छ। अलिकति संस्कार पनि नसिकाएको, जुठो हालेर पकाउनु हुन्न भनेर। मेरो बुवा आमाले राम्रो संस्कार दिएर मलाई हुर्काउनु भएको छ। छि 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 छि, कसरी खानु? नरकमै जान्छु होला म त। होइन, त्यो खाना जुठो चाहिँ कसरी भयो? मैले मुखै लगेर त्यहाँ डुबाएको छु र? यत्रो दिनदेखि त्यसका जुठा खाना खुवाउँदिरहेछ चाखेर। काम नलागेर चाहिँ कति पोरीकी सन्तान रहेछ। त्यो जुठो कसले खान्छ चाहेर पकाएर दिएको? म खान्न। ए कान्छा, तेरो बुढीले जुठो खुवाउँदिरहेछ, म खान्न। म वृद्ध आश्रम जानु पर्यो। वृद्ध आश्रम जान्छु। ए कान्छा, मलाई पुर्याइदे, वृद्ध आश्रम पुर्याइदे। म बस्न सक्दिनँ। यो देख्न बुढेसकालमा जुठो खाएर। छोरीहरूलाई चाहिँ चाखेर मिठो पारेर पकाउनै छोरी भन्नुहुन्छ त? त्यही मैले गर्दा चाहिँ जुठो भयो? जुठो खाएर यसको हेपाइ सहेर म बस्न सक्दिनँ। गर्मीमा 24 घण्टा फ्यान चलेपछि यो 24 घण्टा फ्यान चलेपछि यो मेसिनले काम गर्न छोडेपछि कसो गर्छु थाहा छ तँलाई? यसको आवाज फ्यान चलिरहन्छ होइन, अनि धेरै धेरै चल्दा यो थाक्छ नि, अनि बिग्रिन खोज्ने अवस्था आउँछ। यसो गर्छ, यसरी आवाज आउँछ। त्यही भएर यो 24 घण्टा फ्यान चलाएर बस्ने बानी चाहिँ राम्रो होइन। फ्यान बिना पनि बाँच्न सकिँदैन। लास्टमा फ्यान जब बन्द हुने अवस्थामा चाहिँ यसो गर्छ। अब सुरुमा गर्छ, अनि त्यसपछि आगो लाग्न धुवा सबै निक्लिन्छ होइन। त्यतिखेर आगो निभायो, नत्र घरको लागि पनि हानिकारक हुन्छ। त्यही भएर एसी ल्याउनुपर्छ घरमा, बुझिस्? अहिले जब तेरो स्यालेरी आउँछ नि, अनि एसी ल्याउने। ल ल्याएको ल्यायो, मेरो स्यालेरीले, तेरै स्यालेरीले ल्याउने। छोराछोरी जन्मिनु अगाडि माइत जाँदा आमाले गर्ने व्यवहार। कति माइत बस्नु मम्मी? ज्वाइँले बोलाउँदै हुनुहुन्छ, घर जानु पर्यो। अब माइत बल्ल बल्ल आकी छेउ, किन घर जान हतार गर्छेउ? 2-3 दिन त भयो भर्खर। बस 2-4 दिन अझै बसेर जाऊ। ज्वाइँ त भन्नुहुन्छ नि आइज भनेर। मलाई पनि त तिम्रो मुख हेर्न मन लाग्छ। तिमी मेरी छोरी हौ, बस न 2-4 दिन बसेर जाऊ। अब चाडबाड आउँदैछ, चाडबाड मनाएर जाँदा पनि हुन्छ। बस, ढुक्कले बस, म ज्वाइँसँग कुरा गरिदिन्छु। यहीँ बस 2-4 दिन, अनि जानु घर। हुन्छ। छोराछोरी जन्मिसकेपछि माइत जाँदा आमाले गर्ने व्यवहार। नानी नलु। ए नानीहरूले झगडा गर्न थाले। उतिले त ख्वाक पनि गरेर खोक्दैछ। लु लिएर जा, घर लिएर गइहाल। ए हिजो भर्खर आएको, कसरी जानु हौ? 1 दिन बस्छु नि। अर्काको सिसो बासो यहाँ नराख। यहाँ भरे बिरामी भरे केही भइदिइहाल्यो भनेदेखि मार्छन्। अबगा लागेपर्छ बेना पत्ताको। लैजा घर जा। अनि ज्वाइँलाई घरमै बोलाउँछु त, नानीहरूलाई लिएर हामी हस्पिटल जान्छौँ त। अनि उल्टो ज्वाइँलाई पो बोलाउँछु भन्छे। घर लिएर जा, पर्दैन यहाँ बस्न। अब छोराछोरी हुर्किन्छन्, ठुला हुन्छन्, अनि मात्रै आउनु। यो छोराछोरी साना हुन्छन्, नआइज। म अर्काका सिसा बासा सम्हाल्न सक्दिनँ, भरे केही भइदिन्छ। गइहाल, घर जा। बस्न पनि दिनुहुन्न 1 दिन पनि। छोराछोरी ठुला हुन्छन् अनि आउनु। लु चाहिँदैन, जा। छोरी पनि चाहिँदैन, मलाई कोही पनि चाहिँदैन। घर उठ, जाउँ घर बस्न दिँदैन नि यहाँ। घर जाउँ ल। ए भाइ, दिदीलाई पुऱ्याएर आइज, जा। दिदी पुऱ्याएर आइज, जा।
यहाँ पर्दैन बस्नु पर्दैन त्यो साना नानी छाउँदिले केटाकेटी छाउँदिले बस्नु पर्दैन ए भाइ जा दिदी पुऱ्याएर आइज गयो जा, जा। मामा घरमा बस्न दिँदैनन् घर जाउँ ल जाउँ जाउँ ए भाइ यो झोला लिएर आइज त झोला बोकिदियो त्यहाँसम्म लु हैन खोला गेट खोला अब घरै जाने ल मामा घर बस्न दिएनन् घरै जाउँ ल घरमा माइतबाट आमा पाहुना आउँदा मम्मी ओइ मम्मी मामा घरको हजरामा आउनुभयो मामा घरको हजरामा आउनुभयो ए कहिले नआउने मान्छे कसरी आउनु भएछ त फेरि आज यसरी +2 पास गर्ने बित्तिकै सबैका छोराछोरीहरू विदेश जान थालेपछि बुढो हेर मैले भनिदिएको छु म चाहिँ 5वटा बच्चा पाउँछु है एउटा बच्चा अमेरिकाको लागि पाइदिन्छु एउटा बच्चा अस्ट्रेलियाको लागि पाइदिन्छु एउटा बच्चा जापानको लागि पाइदिन्छु एउटा बच्चा कोरियाको लागि पाइदिन्छु तिनीहरूलाई टन्न पढाइदिन्छु एउटा बच्चा चाहिँ आफ्नो लागि पाउँछु त्यसलाई चाहिँ केही पढाउँदिनँ स्कुलै पठाउँदिनँ स्कुल पठायो भने जान्ने हुन्छ फेरि बाहिर जान्छु कमाउन जान्छु भन्छ त्यसलाई स्कुल पनि पढाउँदिनँ नेपालमै राख्छु स्कुल नपढाइ राख्छु अनि नेपालमै बसेर सेवा गर्छ नि त एउटा बच्चालाई चाहिँ केही पढाउँदिनँ पढे लेखेर जानु भन्छ नि जापान कोरियाको लागि बच्चा पाइदिने मम्मी म चाहिँ 5वटा बच्चा पाउँछु है एउटा बच्चा अमेरिकाको लागि पाइदिन्छु एउटा बच्चा अस्ट्रेलियाको लागि पाइदिन्छु एउटा बच्चा जापानको लागि पाइदिन्छु एउटा बच्चा कोरियाको लागि पाइदिन्छु तिनीहरूलाई टन्न पढाइदिन्छु एउटा बच्चा चाहिँ आफ्नो लागि पाउँछु त्यसलाई चाहिँ केही पढाउँदिनँ स्कुलै पठाउँदिनँ स्कुल पठायो भने जान्ने हुन्छ फेरि बाहिर जान्छु कमाउन जान्छु भन्छ त्यसलाई स्कुल पनि पढाउँदिनँ नेपालमै राख्छु स्कुल नपढाइ राख्छु अनि नेपालमै बसेर सेवा गर्छ नि त एउटा बच्चालाई चाहिँ केही पढाउँदिनँ पढे लेखेर जानु भन्छ नि मङ्सिरमा गर्लफ्रेन्ड माग्न केटाहरू आएकै गरेपछि घरमा केटाहरू माग्न आएकै छ के गर्नु यार तेरो त बिहे गर्दैछ नि होला अन्तिमचोटि भेट्न ल आज मलाई जसरी भए पनि भेट हाय हाय तँलाई एउटा सरप्राइज दिनु छ यो सरले आँखा छोप ल हेर आज हाम्रो अन्तिम भेट हुन सक्छ जबसम्म म ओके भन्दिनँ तबसम्म आँखा नखुल है त त्यतिकै बस no, 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 no. ल अब त्यो सर खोलेर मोबाइलमा ऐना हेर त के गरेको यो जा अब घर तँलाई यो मुङ्सिरमा कसैले पनि बिहे गर्दैन यस्तो कपाल भक्कीलाई अर्को मुङ्सिरमा म आफै लिएर जान्छु घर जा स्कुलमा नानीहरूको एडमिसन खुलेपछि प्रिन्सिपल र टिचरहरूको प्यारेन्ट्ससँग बोल्ने तरिका नमस्कार वेलकम वेलकम हजुरलाई हाम्रो स्कुलमा स्वागत छ हजुरले आफ्नो नानी साह्रै राम्रो ठाउँमा ल्याउनु भएको छ हामी सबै नानीहरूलाई पर्सनल्ली ह्यान्डल गर्छौँ हामी नानीहरूको रुचि बुझेर अभिरुचि बुझेर काम गर्छौँ हजुर ढुक्क हुनुहोस् नानी हाम्रो जिम्मेवार स्वागत छ सर हो प्रत्येक नानीको हामी राम्रोसँग ख्याल गर्छौँ टिचरहरू पनि माया गर्ने खालको हुनुहुन्छ केही चिन्तै नलिनु घरै सम्झिँदा हुन्छ चिया 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 खाएर जानुहोस् अनि खानासाना खाँदा पनि हुन्छ तपाईँ हामी नै हुन्थ्यो मिलेर काम गर्ने नानी ल्याउनु भयो अरू छिमेकीका छन् भने पनि नानी यतै लिएर राखिदिँदा हुन्छ 2 दिनमा नानीहरूले प्रगति गरेर यति माथि पुग्छन् ए इङ्ग्लिस त फरर बोल्छन् स्कुलमा नानीहरूको कम्प्लेन्ट लिएर जाँदा प्रिन्सिपल र टिचरहरूको प्यारेन्ट्ससँग बोल्ने तरिका तपाईँहरू प्यारेन्ट्सहरू कुरै बुझ्नुहुन्न आएर स्कुलमा गनगन गरौँ हामीले व्यवस्थापन त गरेकै छ नि कति गरौँ यहाँ भन्दा एकतिरको नानी मात्रै हो र सबैतिरको नानीले हामीले सम्हाल्नुपर्छ बुझिदिनुहोस् न प्यारेन्ट्सले पनि हामीले मात्रै एकतर्फ मात्रै गरेर हुन्छ हो त सर एकजना मात्र भए पो कति विद्यार्थी छन् कहाँ प्रत्येकलाई हेरेर साध्यै हुन्छ त त्यही त अब हामीले कोसिस गरेका छौँ हजुरले चित्त बुझाउनु पर्यो नि त अब यसमा आफ्नो नानीले आफूले पनि ख्याल गर्नु पर्यो घरमा होमवर्क गराउनु पर्यो कहाँ हामीले मात्रै स्कुलमा गरेर हुन्छ त बजारमा कुनै गीत भाइरल हुने बित्तिकै प्यारोडी भजन सम्राटहरू यो गीत फेरि बजारमा कति धेरै चलेको कति धेरै भाइरल भएको यही गीतको लयमा मैले भजन बनाएर फेरि हालेँ भनेदेखि त मेरो नाम पनि भयो दाम पनि भयो युट्युबमा पोस्ट गर्न पनि पाएँ मान्छे पनि नाच्यो मन पनि पर्यो मान्छेले हेटेरी अब शब्द पो लेख्नु पर्यो यो गीतको लयमा यस रेडी भयो भजन कता हिँडेको हो माखन चुराउँदै रस रचाउँदै बन्सी बजाउँदै गोपी नचाउँदै राधा हेरेको हेरै गोपी हेरेको हेरै ग्वाला हेरेको हेरै भक्त हेरेको हेरै